माइक यहाँ लाउने हो कि वहाँ लाउने हो? यहाँ लगाउने हुन्छ, यहाँ लगाउने तल। हजुरहरूले भिडियो खिच्दा गर्दाखेरि म यहाँको भनिदिन्छु नि त मैमा हो ल भन्नुहोस् न त हजुरले, यहाँबाट चल्छ नि। सही हुन्छ। ल यो यहाँ रेकर्डिङ हुँदैछ भन्नुहोस् अब तपाईँले। ल नमस्ते, यो यहाँ चाहिँ भगवान् विष्णुले आएर तपस्या गर्नुभएको ठाउँ हो। यो वृन्दाले श्राप दिएपछि भगवान् विष्णुलाई चाहिँ 5वटा चिजमा श्राप परिसकेपछि चाहिँ यहाँ आएर मोक्ष त्यो तपस्या गर्दाखेरि मोक्ष अनुभवको भएर मुक्तिनाथ भनिएको हो। अनि अर्को कुरा के छ भने यहाँ चाहिँ यो विष्णु भगवान्ले तपस्या गर्दा गर्दा पसिना गालाबाट चुहिएको भएर 108 धारा, त्यहाँ जुन 108 धाराभन्दा अलिकति माथि चाहिँ मुहान छ, त्यहाँनिर चाहिँ पसिनाको धारा चुहिएको भएर जहाँ थोपाको चुहियो त्यहाँनिर चाहिँ चिसो भएको भएर चाहिँ त्यो 108 धारा बनाइएको हो। अब विष्णु भगवान्को शिष्य हो भने यो चाहिँ शेषनाग पर्वत हो, यो देखिरहेको यो चाहिँ शेषनाग पर्वत हो। यो नीलगिरी हिमालहरू भए, यतापट्टि दामोदर कुण्डहरू छन्। अनि यहाँ चाहिँ जलमा पनि थलमा पनि शालिग्रामहरू पाइन्छन्, जुन छुट्टै देख्दाखेरि नै कालो खालको पत्थर, त्यो चाहिँ भित्रपट्टि यसो कोरिएको हुन्छ। त्यस्तो शालिग्रामहरू दिव्य दिव्य शालिग्रामहरू फेला पर्छन्। अनि यो नदीलाई चाहिँ गण्डकी भनिन्छ, जुन यहाँबाट गएको नदी छ। यस्तो अन्त तपाईँले देख्न पाउनुहुन्न, यो चाहिँ सिधै मूलबाट सिधै नदीको रूपमा प्रवाहित हुनुभएको छ। यसरी धेरै ठुलो रूपमा अचानक मूलबाट आउँदैनन्। अनि यो गण्डकी भयो, उताबाट दामोदर कुण्डबाट आएको चाहिँ काली, त्यही भएर हामीले यसलाई काली गण्डकी भन्छौँ। यो चाहिँ तल कागबेरीमा गएर विलिन त्यहाँ मिश्रित हुन्छन्, त्यो मिसिसकेपछि हामीले काली गण्डकी भन्छौँ यसलाई। अनि यहाँ शिवजीले आएर पनि ध्यान गर्नुभएको छ, ब्रह्मजीले आएर यज्ञ गरेको ठाउँ पनि छ यहाँ। अनि यो ज्वालामाई भन्ने ठाउँ छ यहाँ। यहाँ चाहिँ जलमा पनि अहिले पनि आगो देख्न पाइन्छ। यसलाई भनिन्छ ज्वालामाई। ल धन्यवाद हजुरलाई। हस्, हजुरलाई